र राजेश हमाल आफ्नै पुरानै स्टाइलमा आएका छन्। आफ्नै अदा छ उनको, आफ्नै स्वैग छ। यदि राजेश हमालको कमब्याकमा हेइ नभएको भए पक्कै पनि मजा हुने थिएन होला। लामो समयपछिको हेइ सुनिरहँदाखेरि एकदमै मजा आयो। त्यो हेइ अनि त्यो हेइ पछिको डायलग डेलिभरी एकदमै एनर्जेटिक अनि एकदमै पावरफुल छ, जसमा आफ्नो पुरानो फिल्महरूदेखि लिएर युगदेखि युगसम्म पुगेका छन्। लामो समयदेखि राजेश हमालको फिल्म हेर्नको लागि तिर्खाएर बसेका दर्शकहरूको प्यास यसपटक भने पक्कै पनि मेटिने देखिन्छ, जसमा राजेश हमालको स्टाइल मात्र पुरानो छैन, जसमा फिल्म मेकिङमा पनि पुरानै भावलाई जोडिएको छ। पहिलाका फिल्महरू हेर्न कति मजा आउँथ्यो, त्यस्तै मजा हामीले यस चलचित्रमा देख्न पाउने भएका छौँ, जसमा कलाकारहरू पनि पुरानै छन्। निर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, उषा खड्की अनि राजेश हमाल र राजेश हमालकै पालाको भिलेनहरूलाई पनि समावेश गरिएको छ। भनेपछि यहाँबाट हामीले छर्लङ्ग बुझ्न सक्छौँ यो एउटा फिल्म मात्र होइन। जुन समयमा हामी राजेश हमालको फिल्म हेरेर मनोरञ्जन लिने गर्थ्यौँ, त्यो समयमा राजेश हमालको फिल्म हेर्दै बिताएका पुराना यादहरू हाम्रो आँखामा झलझली